टक्सारको बजार चाहिँ सुरु हुन्छ। आज चाहिँ म तपाईलाई यो धरमपोखराबाट टक्सारसम्म कस्तो बाटो यो नयाँ रोड बनेछ नि त्यो कस्तो बनेछ त्यो चाहिँ आज म देखाउने छु। अनि अहिले चाहिँ म घरै छु। अब म यहाँबाट यसरी जाने हो। म यसरी यहाँतिर यो यहाँ माथि धरमपोखरा पर्छ त्यहाँबाट म देखान्छु। अनि आजको मौसम हेर्नु यस्तो छ पुरै बादली। अनि ल है यो मेरो बाइक हो। अब हामी आइसके समय सिलिमपोखरा यो यहाँको नयाँ हाइवे बिस्तारै चाहिँ भित्र पस्नुपर्छ उता हेरेर। यो पर हेरेको नि त्यो चाहिँ धरमपोखरा हो। धरमपोखरा हो त म तपाईलाई चाहिँ टक्सारसम्मको बाटो कस्तो छ नयाँ बनेको। अनि यहाँ हेर्नुहोस् पुरा चाहिँ पहिरो आएर यस्तो भयो छ। यहाँतिर 2-3 चोटि आइसकेछ पहिरो। त्यही पनि आएको आइगर्छ यहाँ पहिरो झरेको झरै गर्छ। यो धरमपोखरा यहाँतिर यहाँ 2टा दुकान मात्रै छ यहाँतिर। अनि घरहरू छ त्यही हो। अरू यहाँतिर के भयो छ भने जस्तो यहाँ छेउछाउमा के वो छ खाल्टो खनेछन् के। अब यहाँतिर के हुने हो कि पुलहरू लगाने कि उहाँ हेर्नुहोस् पुरै यो खाल्टो छ कि त्यहाँतिर खनेको। अब यहाँतिर पुल लगाउने हो। अब पुल लगाएर यहाँतिर टुरिज्म जस्तो के टुरिज्म प्लेस जस्तो बनाउने गऱ्यो कि यहाँतिर पुल लगाएर। अब के छ अब यस्तो राम्रो सडकमा चाहिँ बाहिर पुल लाग्यो भने तपाईँ आफै इमेजिन गर्नु त कस्तो होला नि। यहाँतिर पुलिस होला नि टक्क लगाएर यसरी हिँड्न पर्छ नि। पछाडि गाडी आएको छ साइड दिन पऱ्यो। किन हर्न बजाएरै जान्छन् कि कस्तो हो। मैले सिसामा नहेरेको चाहिँ थाहै लाग्थ्यो। हेर्नु अब पुरै हो कि यहाँतिर के भन्छन् पुल लाग्छ कि टक्क लगाएर। मलाई पनि यो प्लान एकदम राम्रो लाग्यो। अनि यहाँ हेर्नु त कति राम्रो चित्रकारी गरेछन् यहाँतिर। अहिले आएर म पुरै बतान्छु तपाईँले यहाँ हो त। अनि यहाँ हो त माथि जाम ल अहिले मन्दिरमा। पहिला चाहिँ आमालाई टक्सार छोड्छु अनि टक्सार बजार देखान्छु म तपाईँलाई कस्तो छ। साथ चाहिँ यहाँबाट टक्सारको बजार चाहिँ सुरु हुन्छ। यो हेर्नु पुरै यो स्टार्टिङमा चाहिँ यहाँको गाडीको मेकानिकको छ कि यहाँतिर ग्यारेज। यहाँ पछि हेर्न सक्नुहुन्छ तपाईँले। अनि चाहिँ यहाँ चाहिँ सरकारी स्कुल छ यहाँतिर। यो जेब्रा क्रस बनाएको छ नि यहाँबाट चाहिँ यो भित्रवाला यो सरकारी स्कुल हो। यहाँतिर बाइकको ग्यारेज भइगयो। अनि यो ट्याङ्कको सिस्टम गरेछ ट्याङ्क भइगयो। अनि यहाँतिर के छ भने बाइक चाहिँ माथि चाहिँ रोक्नुपर्छ क्या। एक दिन माथि एक दिन तल। आज चाहिँ माथि रोक्नुपर्छ। आमालाई चाहिँ म यहीँ रोक्छु। ल आमा जानु। ल अहिले कति बज्यो नि अहिले? 3:40 भयो। ल म 3:40मा आउँछु कि 4 बजीतिर आउँछु। ल चाहिँ आमालाई मैले छोड्दै त्यहाँ हेर्न सक्नुहुन्छ नि। त्यहाँ हो आमाले यो वेडिङ थेरापी गर्ने। यहाँ भित्र जानुहुन्छ। पर पुरा बजार देखान्छु म तपाईँलाई टक्सारको। अब यहाँबाट रानी बास्ते जाने बाटो छ। अनि यता सबै दोकानहरू छ। यो यहाँ माथि बोर्डिङ स्कुल जाने बाटो यहाँबाट माथि। पहिला कस्तो थियो अहिले कस्तो भइसकेको छ कि।